हाई नमस्ते, खानाका पारखीहरूलाई अर्चनाज नेपाली किचनमा स्वागत छ। आज मैले लामो समय पछाडि टोमाटो प्युरीको रेसिपी लिएर आएको छु। यहाँले यो राम्रोसँग हेरेर आफै घरमा बनाएर धेरै महिनासम्म प्रयोग गर्न सक्नुहुन्छ। यसको लागि मैले यहाँ 4 किलो 4.5 किलो जति टमाटरलाई लिएको छु र यो टमाटरलाई सबै यसको टुप्पो फ्याँकेर राम्रोसँग पखाल्नु पर्ने हुन्छ। टमाटरलाई सबैभन्दा पहिला पखालिसके पछाडि यसलाई बिचमा काटेर यसको दुवैपट्टि टुप्पोलाई फ्याँक्नु पर्ने हुन्छ। यो टुप्पोले गर्दाखेरि फेरि हाम्रो टमाटर राम्रो हुँदैन। त्यसकारणले गर्दाखेरि यसको टुप्पो फ्यालिसकेर जस्तोसुकै सेपमा पनि यहाँले काट्न सक्नुहुन्छ, किनभने यो हामीले पकाउनु पर्ने हुँदा मैले यहाँ छिटो गर्नको लागि यसरी काटेको छु। र टमाटर सस्तो भएको बेलामा अथवा हाम्रो घरमा केही फङ्सन हुँदा टमाटर धेरै भयो भने हामीले यसरी टोमाटो प्युरी बनाएर राख्न सक्छौँ र धेरै समयसम्म प्रयोग गर्न सक्छौँ। र मैले यहाँ सबै टमाटर काटिसकेको छु र एउटा ठुलो कराईमा अब म यसलाई बोइल गर्दैछु। यो बोइल गर्नलाई हामीलाई झन्डै आधी घन्टा जति समय लाग्छ। अब यसलाई म छोपेर बोइल गर्दैछु। यहाँले यसरी टमाटो प्युरी बनाएर राख्नुभयो भने धेरै समयसम्म यसलाई प्रयोग गर्न सक्नुहुन्छ। बेला बेलामा निकाल्दै चलाउँदै गर्नुपर्ने पनि हुन्छ। यहाँले देख्न सक्नुहुन्छ हामीले हालेको टमाटरमा आधी भइसकेको छ। अब यतिको भएपछि हामीलाई यो तयार भयो। अब यसलाई बन्द गरेर एकछिन सेलाउनको लागि छोडिदिने र त्यस पछाडि अब यसलाई फेरि हामी पिस्ने छौँ। र अब यो पिसिसके पछाडि चाहिँ हामीले एउटा छान्नेको सहायताले यसलाई छान्नुपर्ने हुन्छ। छान्ने चाहिँ यहाँले अलिकति ठुलो लिनुपर्छ, किनभने यो सजिलैसँग छानिँदैन। यसलाई छान्नको लागि अलिकति ठुलो छान्ने लिएर साइडमा हामीले यसरी ठङ ठङ पार्दै पार्दै पनि गर्न सक्छौँ। र यसलाई यो भित्रको पनि हामी बियाहरू र रहेको टमाटरको केही भागहरूलाई पनि फ्याँक्नु पर्दैन। यसलाई पनि अचारको रूपमा अथवा तरकारीहरूमा हालेर पनि हामी पुनः प्रयोग गर्न सक्छौँ। सबै अघि पकाएको सबै टमाटरलाई यसरी नै पिसेर हामीले छान्नुपर्ने हुन्छ। मैले यहाँ सबै टमाटर पिसिसकेको छु र यो रेडी भइसकेको छ। अब यसलाई फेरि हामी पकाउने छौँ। अब यो बनाउनको लागि तयार भइसकेको छ। यसको लागि मैले यहाँ यो प्युरीलाई कलर आओस् भन्नको लागि एउटा बिटरुट चुकन्दरलाई लिएको छु। जुन चुकन्दर मैले यहाँ तासिवरी काटेर रेडी गरेँ। अब म एउटा कराईमा अघि पिसेको टमाटरलाई राख्दैछु र त्यो टमाटर राखिसकेपछि कलरको लागि म चुकन्दरको 2टा टुक्रालाई यसमा मिक्स गर्दैछु। अब यसलाई हामीले मजाले पकाउनु पर्ने हुन्छ। त्यतिन्जेलमा मैले यहाँ 2-3 चम्चा नुनलाई राखेँ र अब हामी यसलाई मजाले पकाउँछौँ। यहाँले यो पकाउँदाखेरि ठुलो फ्लेम लाएर पकाउनु भयो भने सबै उछिटिन्छ। त्यसकारणले बिस्तारोसँग सानो फ्लेममा पकाउनु होला। यो पकाउन पनि आधी घन्टा 45 मिनट लाग्छ। कति बनाउँदै हुनुहुन्छ त्यसमा पनि फरक पर्छ। यहाँले देख्न सक्नुहुन्छ चुकन्दरबाट कति राम्रो कलर निक्लिरहेको छ। यसलाई चलाउँदै चलाउँदै बिस्तारोसँग पकाउनु पर्ने हुन्छ। अब यो भयो भएन भनेर पनि हामी चेक गरेर देखाउने छौँ। त्योभन्दा अगाडि मैले अघि राखेको चुकन्दरलाई अब यसबाट निकाल्दैछु र एउटा प्लेटमा यसलाई राखेर यसरी हेर्न सकिन्छ। यसरी हेर्दाखेरि यो
चुएन भनेदेखि चाहिँ अब यो भयो भन्ने थाहा हुन्छ। र अब हाम्रो प्युरी तयार भइसकेको छ। अब म ग्यास अफ गर्दैछु। र ग्यास अफ गरिसकेर यो प्युरी धेरै समयसम्म नबिग्रियोस् भन्नको लागि मैले एकछिन सेलाइसकेपछि यहाँ 2-3 बिर्को भिनेगरलाई पनि राख्नेछु। यदि यहाँले बनाएर चाँडै युज गर्नुहुन्छ भने भिनेगर नहाली पनि प्रयोग गर्न सक्नुहुन्छ। तर मैले चाहिँ अब यो राखेर 6-7 महिनासम्म युज गर्ने भएको हुँदा मैले भिनेगर हालिरहेको छु। र अब यसलाई मजाले सेलाउन दिने अनि सेलाइसके पछाडि एयर टाइट कन्टेनरमा यसलाई राखेर हामी स्टोरेज गर्न सक्छौँ। यदि यहाँसँग यस्तो खालको कन्टेनर छैन भने यहाँसँग जस्तो छ त्यस्तैमा पनि यहाँले राखेर डिप फ्रिजमा राखेर यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यहाँले यो टोमेटो प्युरीको रेसिपी हेरिरहँदा यहाँलाई कस्तो लाग्यो, यहाँले बनाउने तरिका अरू कुनै छ भने मलाई पनि सेयर गर्नुहोला। र मेरो च्यानललाई यदि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब पनि गरिदिनु होला र यो भिडियोलाई लाइक र कमेन्ट पनि गरिदिनु होला। हस् त, धन्यवाद।